जीवन कथा The Living Legacy. दाइ अब म नि आमाको विषयमा है हजुरले के भन्नु पऱ्यो कि अब मलाई के लाग्छ भने हजुर म पाएपछि आमा लमजुङ जानुभयो है अनि त्यसपछि हजुर र हजुरहरू पनि त्यहाँबाट लमजुङबाट बसाइ सरेर चितवन आउनुभयो है अनि त्यो आएको कुरा अलि भनिदिनु अलिकति यस्तो हो मेरो बुवा जागिरे होइन जागिरे भएको हुनाले चाहिँ बुवा चाहिँ त्यो बेलामा सल्यानबाट चितवनमा सरुवा आउनुभयो सरुवा भएर आउनुभयो अनि हामी पहाडमा थियौँ केही समय अनि 2-4 वर्ष पहाड बसेपछि चितीमा थियौँ अनि चितीबाट चाहिँ अब चितवन जाने भनेर भयो अनि त्यसपछि फुपू पनि त्यो बेला जाने भनेर भन्ने कुरा भयो अरू कति वर्षको हुनुहुन्थ्यो म त्यतिखेर 9 वर्षको थिएँ 9 पुगेर 10 लागेको थिएँ भनौँ न किनभने 9 वर्षको थियो 19 सालमा हो 19 साल माघमा हो हामी त्यहाँ चाहिँ गएको अनि पहिलो रात हामी चितीबाट हिँडेर आएर चाहिँ तिमीहरूकै घर भएको ठाउँ तार्कुको त्यो भोटेवडाको यतापट्टि एउटा चाहिँ ठुलो चाहिँ बर पिपलको बोट थियो त्यही हामी त्यहाँ बस्यौँ राति त्यहीँ हाम्रो बास भयो हामी त्यसरी त्यहीँ भात पकाएर खाएर अनि त्यहीँ सुत्यौँ अनि भोलिपल्ट बिहान चाहिँ फुपूले तँलाई लिएर आउनुभयो होइन अनि त्यहाँ चाहिँ अब त्यतिखेर उत्तम चाहिँ 6 महिनाको थियो 6 महिनाको थियो अनि एउटा डोकोमा उत्तमलाई राखेँ अनि एउटा डोकोमा भवानीलाई एउटा डोकोमा शारदालाई पनि राख्यौँ होइन शारदा र उत्तमलाई चाहिँ त्यही डोकोमै चढेर आयो भवानी चाहिँ हिँड्ने भनेर अनि त्यहाँबाट हिँडेर हामी 6 दिनको दिन चाहिँ भरतपुर आइपुग्यो हिँडेर भरतपुर आइपुगेपछि सुरुमा चाहिँ हामी बुवाको चाहिँ क्वार्टर थियो त्यो बेलामा अदालतमा क्वार्टर त्यो बेलामा त्यस्तै झुप्रो मतलब फुसको घर नै थियो त्यो क्वार्टर भनेर दिएको थियो क्या बुवाहरूलाई अनि त्यही क्वार्टरमा बस्यो फुपू पनि त्यहीँ बस्नु त पनि त्यहीँ बसिस् अनि हामी सबैजना त्यहीँ बस्यो होइन त्यसपछि चाहिँ अनि 2-4 महिना कति त्यहाँ बसेपछि अनि फुपू चाहिँ बुवाले चाहिँ फुपूले भनेर बुवाले चाहिँ त्यही अहिले चाहिँ भरतपुर महानगरपालिकाकै वडा हो त्यो बेलाको चाहिँ कल्याणपुरमा चाहिँ 5 बिघा जग्गा किनेर फुपू चाहिँ त्यहाँ घर बनाएर अनि त्यहीँ बस्नुभयो अनि तिमीहरू पनि त्यहीँ बस्यौ कति पैसा किने त्यो जग्गा कति पैसामा किने त्यो बेलामा सस्तोमै किने हो 5,000 कति हालेर किने हो 5 बिघा जग्गालाई त्यति किनेर अनि त्यसपछि त्यहाँ बस्यो अब कस्तो थियो भने त्यो बेला सिँचाइको सुविधा थिएन अनि त्यो खेतीपाती चाहिँ आकाशको भर भने जस्तो आकाशबाट पानी पऱ्यो खेती हुन्थ्यो हुँदैन थियो त्यसो भएर टाढीको सुब्बिनी नाम सुब्बिनी के भनेर फुपूले भन्नुहुन्थ्यो अनि त्यो गरेर अनि त्यो अनि प्रत्येक चाहिँ हप्तामा चाहिँ हामीहरू त्यहाँ जान्थ्यौँ कहीँ अनि फुपू आउनुहुन्थ्यो भरतपुर आउने जाने होइन त्यो त्यसरी नै अनि भयो अनि त्यसरी नै चाहिँ बिस्तारै त्यहाँ फुपूले चाहिँ सेटअप गर्नुभयो भनौँ न अनि त्यति सेटअप गरिसकेपछि गोविन्दाहरू पनि जानुहुन्थ्यो कहिले त्यसरी त बस्नु भएन उहाँहरू चाहिँ अनि त्यसपछि गोविन्दाहरू गइसकेपछि साबी दिदी उषा दिदी केही समय बस्नुभयो अनि आउँदाखेरि म मात्रै आयो कि उषा दिदी पनि हुन्थ्यो थिएन उषा दिदी हुनुहुन्थेन म मात्रै उषा दिदी पछि आउनु भएको पछि उषा दिदी त पछि जानुभएको काठमाडौँतिर कता हुनुहुन्थ्यो अनि त्यही मात्रै गएको त्यतिखेर चाहिँ खालि र हामी त्यो 4 जना 2टा मेरो बहिनीहरू मेरो आमा अनि फुपू हामी गएर त्यसरी गएर 4-5 महिना अफिसको क्वार्टरमा बस्यो अनि त्यसपछि त्यसरी बस्यो जीवन कथा The Living Legacy.